Tashidelet everyone and welcome back my channel. आज चाहिँ म स्वयम्भूमा आइरहेको छु अनि हेरौँ आज यहाँ दर्शन गर्ने जग्गा कस्तो कस्तो छ। यो स्वयम्भू चाहिँ धेरै पुरानो कहानी भएको एउटा बुद्धिस्टको स्थान मानिन्छ। आफूले बुझेको र जानेको अनुसारमा यो कहानी चाहिँ मैले तल रिभिल गर्दैछु, हजुरहरू हेर्दै जानुहोस्। धेरै पवित्र र धेरै शान्तिको स्थान मानेको कारणले गर्दाखेरि यहाँ देश विदेशबाट पनि पर्यटकहरू आएर आफ्नो मनोकामना पुरा हुने प्रार्थना गर्दो रहेछ। अब यो स्वयम्भू गर्ने पहिला त्यसपछि फर्पिङ हेङ्लासी जाने। त्यहाँ गएर फेरि पुरा पाका धाएको तीर्थ एकदम पुण्य गर्ने दिन। हजुर अब यहाँ 3 कोरा हान्ने, 3 कोरा हानेर सर हाम्रो यात्रा स्वयम्भूबाट फर्पिङ हेङ्लासी हुन्छ होइन त आजको यात्रा। आजको यात्रा चाहिँ त्यतिर हो। कपालाहरू कति जानुभयो हजुर? सेवामा लस्सी खाने एक गिलास पाउनु नखाने म त बाँदरसँग त ठ्याक्कै डर लाग्दैन। ल गाइस, आज मेरो यहाँ एकजना साथीले पनि यहाँ अलिअलि इन्ट्रोड्युस गर्नु हुँदैछ, सुनिदिनु होला। पहिला चाहिँ यहाँनिर यहाँ अहिले त हटा छ होइन? हजुर। पहिला यहाँबाट सिक्का हुन्छ नि, सिक्का यसरी फ्यालेर त्यहाँ सानो
होल हुन्थ्यो क्या हजुर त्यो होलमा स्याट्ट छिर्यो भने भाग्यमानी भन्थ्यो होइन हजुर हजुर अहिले चाहिँ यो फोहोर भएर यो पोखरी अहिले बन्द गरेको छ हजुर यो चाहिँ यहाँ त्यस्तो भन्थ्यो हामी बच्चा बेलामा सुन्दाको यहाँको हिस्टोरी चाहिँ होइन हजुर हजुर यहाँ साइनबोर्ड रिक्वेस्ट प्लिज डु नट थ्रो कोइन्स इन दिस पिस पन्ड भन्ने भनेको होइन त्यस्तै रहेछ अब यहाँ यो नयाँ आएछ है घरमा शान्ति फैलिरहोस् ए लङ लाइफ नेपाल चाइना फ्रेन्डसिप ए होइन आई थिङ्क त्यसो भए यो चाइनाले बनाइदिएको कि के हो यो चाइनाले होला ए यो चाहिँ होइन ए माथि चाहिँ मन्जुश्रीको एउटा ठुलो स्टेसन है बाँदरहरू त यहाँ त कस्तो अल्छे न अल्छे देख्छ त तर यहाँ चाहिँ बाहिर टुरिस्टहरूले प्राय मङ्की टेम्पल भनेर चिन्ने गर्छ ए यहाँ चाहिँ ए यो टेम्पल चाहिँ यो यहाँ चाहिँ यो एरियाको चाहिँ हजुर हजुर किनभने यहाँ मङ्की धेर छ नि त हजुर टुरिस्टले मङ्की टेम्पलै भएको छ हजुर लु के हो यो चाहिँ हजुर हजुर हेर्नु नि यता वा है साँच्चै नै दामी छ होइन लुङ्डा सुङ्डा टाङ्नियो त लुङ्दाहरू पुरै टाङ्दो रहेछ है पुरै कुनै टेन्सन हुन्छ नि डिप्रेसनमा जन्ला भने यसो आउने स्वयम्भूबाट भ्यू हेर्ने त्यहाँ दर्शन गर्ने दर्शन गरेर यतातिर आउने अनि ध्यान बस्ने सही हो सही पुरै सुनसान जग्गा छ नि त तपाईँको वरिपरि जङ्गल माथि लुङ्दा बिचमा मन्दिर हल्ला छैन सुनसान जग्गा भएको कारणले पिसफुल एरिया यहाँदेखि राम्रो त कहाँ चाहिन्छ है हजुर नेपाल हर ठाउँमा स्वर्गै लाग्छ जे होस् अलिक राम्रै भइरहेको छ होइन तपाईँलाई एकदम खुसी छु मेरो एउटै प्रार्थना हुन्छ जहाँ जान्छु नि हजुर एउटै प्रार्थना हुन्छ म उडरिस प्लेस घमन आरिस भन्ने होटेल जाओस् त्यही नै मेरो प्रार्थना हुन्छ सबै हजुर त्यो सबै होटेल म राम्रो मान्छे बन्छु कि भन्ने मेरो विचार हजुर र सबैलाई म त्यस्तै नै अब कुरोहरू भन्छु हजुर सबै त्यस्तै अब चाहिँ हामी फर्पिङ पार्टी लाग्दैछु अनि फर्पिङ चाहिँ मेन गुरु रिम्पोछेको नि हो अनि त्यहाँ ताराको पनि एउटा नि छ आफै उत्पत्ति भएको अनि बाटोमा जाँदाखेरि चाहिँ मन्जुश्रीले काटेको खोला पनि देखाउँछु यो चाहिँ चाइनाले बनाएको बाटो हजुर ए हो यो चाइनाले बनाएको अन्डरग्राउन्ड पास यहाँ लेखेको पनि छ होइन यस्तो पहिला धेरै जाम हुने ठाउँ हो यो 1 घन्टा 1.5 घन्टा जाम किनभने मेन जक्सन हो नि त यो आउट भ्याली जाने जक्सन यो काठमाडौँबाट हजुर बिच निरन्तर मित्रता कायम रहोस् क्या दामी बनाउँछ होइन राम्रो बनाएको पुरै विदेशको सिस्टम ल ठ्याक्कै अब हामी चाहिँ यहाँदेखि मन्जुश्रीले पहिला पोखरीलाई काटेर चाहिँ जग्गा एकदम पहाड बनाएको त्यहाँबाट काटेर हजुर यो पानी सबै उता पठाउनु भएको हो हजुर 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 त्यो पहाड काटेकै छ नि त्यो हेर्नु त त्यहाँ पहिला केप थियो होइन हजुर त्यहाँ मान्छे पनि जान्थ्यो त्यहाँ पहाडमा केप पनि छ होइन यो पानी अनि त्यहाँ काठमाडौँमा चाहिँ पहिला धेरै नाग हुन्छ नि नाग टन्नै धेरै क्या अनि मन्जुश्रीले त्यो नाग मार्नुभन्दा एक जग्गामा राखिदिने यो मान्छेलाई बस्ने ठाउँ चाहियो भनेर नागसँग कुरा गरेर नाग राख्ने ठाउँ चाहिँ उहाँ छ त्यो ठुलो पोखरी छ अहिले त्यहाँ पनि जान्दा होइन
होइन यो फ्याक्ट्री छ नि त्यसको अलिक पर छ ठुलो छ पोखरी नागहरू चाहिँ त्यहाँ लगाएर जम्मा गरिदिनु मलाई त्यहाँ स्ट्यान्ड दिएको त्यसमा आशंका गर्ने कुरै छैन छैन हो नै अब होइन हो नै चारैपट्टि पहाड हो बिचमा लेक हो अनि यो साइडलाई तोडेर चाहिँ हजुर पानी बाहिर निकालेपछि चाहिँ जमिन निक्ल्यो हजुर जमिन हाम्रो मान्छे बस्ने जग्गा भयो त्यो मैले सुनेको आधारमा चाहिँ अब पहिला चाहिँ यो जम्मै है पानीले पुरै ढाकेको थियो चारैपट्टि अनि मान्छे बस्ने ठाउँ नहुँदा चाहिँ अब मान्छेहरूले चाहिँ अनि यहाँ अब मान्छेहरूलाई अब बस्नको स्थान चाहिन्छ भन्ने चाहिँ यहाँदेखि चाहिँ यो चिरिदिएकोहरू मतलब काटेर चाहिँ पानी चाहिँ बगाइदिएको अब यो अहिले यो बुद्धको समय चाहिँ यो गौतम बुद्धको समय हो नि त त्यसको अगाडि एउटा बुद्ध थियो उसको नाम चाहिँ अब हाम्रो टिबेटन भाषाबाट चाहिँ यो साँची ओसोङ भन्छ उसको यो के भन्छ अब अस्तिया जस्तै भन्छ त्यसलाई के भन्छ उहाँ परिनिर्माण भइसकेर उहाँको अब त्यो जिउको रङ्सी हुन्छ नि अस्तुहरू चाहिँ त्यहाँ जुम गरेर आएको छ जुन अहिले यो के भन्छ स्वयम्भू छोडिदिन्छ नि त्यहाँ चाहिँ त्यो जुम गरेर राखेर चाहिँ अन्त त्यस्तो अब पवित्र मानेको स्वयम्भूमा के छ भने मैले पनि बुझेको थिइनँ अनि स्वयम्भू चाहिँ फेरि त्यो स्वयम्भू भनेको रङसुङ छोड्तिन भन्छ नि रङसुङ छोड्तिन भन्छ अब मतलब स्वयं अब आफै अब निक्लेको प्रकट भएको होइन तर त्यो त्यसमा चाहिँ मेन चाहिँ यो छ भन्छ अब अहिले त्यो के भन्छ त्यो अस्तु पहिलाको सङ्घ चम्जान्दी वस्तु चाहिँ त्यहाँनिर साङ्जी चुम्दुन्जीको अगाडिको पहिला अब अहिले 4 युगको अब सङ्जी मान्छ नि त अहिले गइसक्यो नि त यो 4th युग भयो नि त अहिले अनि त्यो अगाडिको 3rd युग हजुर त्यस्तो भन्छ भन्नु चाहिँ यहाँ कछुवा नि छ नि हजुर कछुवा त अलि उता बाहिर निस्केर बस्यो होला हामी चाहिँ सर पुरा नेकोर हानेर अब यहाँ पेट पूजा गर्नुको लागि आएको हामी चाहिँ होइन कता बस्छौँ पेट पूजाको लागि हामी छिरेको हजुर ल हामी यो क्याफेको नाम के रहेछ बुद्ध गार्डन रहेछ हजुर पर पनि बनाउनुलाई कस्तो ओहो दिस इज भेरी ब्युटिफुल फर्पिङ बजार हो यो चाहिँ गुरुरम्पुचेको स्ट्याचु यहाँ हुनुहुन्छ होइन ऊ माथि देखाउनु त फर्पिङ यो हो फर्पिङ होइन त्यो चाहिँ माथिको भयो त्यहाँ लुङ्दा सुङ्दा टाङ्नी त्यहाँ चाहिँ ठुलो जग्गा छ साङ बाल्नी लुङ्दाहरूको चाहिँ त्यहाँ छ हजुर त्योभन्दा ठ्याक्कै त्यसको माथि चाहिँ अनि 2टा केभ पद्मासम्मा केभ अनि अर्को के केभ एउटा 2टा केभ हो एउटा नाम आउनु मलाई एउटा फिङ्गर प्रिन्ट मेरो रुम्पिचेले यस्तो भित्तामा हात टेकेर उभिनु भएको छ क्या त्यहाँ हात फिङ्गर नै छ अहिले देखाउनु पर्छ ल हुन्छ अब हामी यस्तो गएर यतातिर
71 चाहिँ ठाउँमा अहिले लास्टमा आउने होइन। अहिले हामी यता के अरे डमारान्जुन हस् यता गाडी पार्किङ गरौँ। यो चाहिँ फर्पिङको मेन तारा हो। आन्टी आफै उत्पत्ति हुँदा है भाडा हजुर डोलमा त्यो सानो चाहिँ पछि है अर्को नयाँ चाहिँ कुन हो कता हो एकपल्ट देखाइदिनुहोस् त। बिस्तारै आउँदै हुनुहुन्छ होइन। अब चाहिँ यहाँको सक्यो होइन। अब यहाँ माथि जाने यो डोमारान्जुम भएको हजुर गणेश र तारा देखिहाल्नुभयो होइन। यो आफै उत्पत्ति हुनुभएको। अब यहाँबाट ठ्याक्क यसको माथि चाहिँ पद्मासम्बा केभ पद्मासम्बाले चाहिँ त्यहाँ तपस्या गर्नुभएको त्यहाँ जाँदैछौँ हामी होइन। त्यहाँको हिस्टोरी चाहिँ त्यहाँ बोर्डमै छ ए हुन्छ होइन। हजुर त्यहाँ खिच्नुपर्छ अहिले। अब यहाँबाट माथि हाम्रो गौरव साइड है है पानी कता पानी भरि आएको होइन। आउनुहोस् यो गुरुपद्मसम्म हो। हजुर गुरुपद्मसम्मको हिस्टोरी यहाँ देखाइदिनुहोस् हजुर होइन। अब हेर्नु मन छ भने हजुरले पोस्ट गरेर पढिदिनु होला होइन इङ्ग्लिसमा यसो इङ्ग्लिसमा छ टिबेटनमा छ टिबेटमा छ है हो। हामी गुरुपद्मसम्मले तपस्या गर्नु के हो हाम्रो आन्टीले देखाइदिनु हुन्छ यहाँ गुरुपद्मसम्म शङ्ख हो शङ्ख है। सुनेको अब यो चाहिँ यो साङ बाल्ने जग्गा भएको हजुर यहाँ त बाल्ने यसमा अनि ट्याक्कै यो हाम्रो लुङ्गा चाहिँ यहाँ छ लाउन्स यो लुङ्गा हो हजुर। यहाँ के गर्नुपर्छ है यो नाम लेख्नुपर्छ है यहाँ फ्यामिलीको नामले अलिक सास निकै तान्दैछ है अलिक फाट छ बस म यो तलसम्म चढ्थेँ हजुर। यहाँदेखि माथि चाहिँ पुगेको छु हो
अब यहाँबाट एक डाँडा माथि चाहिँ हजुर दक्षिणकाली माताको आमा तर यो पुरा अलिक तल आउँछ यहाँबाट टक्क लुम्डाले छेको चाहिँ होइन हजुर हजुर यहाँबाट चाहिँ ल दिस इज फार्पिङ ल यो तलबाट लेखेको बोर्ड थियो नि यो आमा मैले पनि लुङदारले नै पुरै पुरै लुङ्दा दिस इज नट गुड अब यस्तो सहर देखेको नि त दामी छ है आमा आज अलिक वेदरले पनि साथ दिएको भन्नु कि नदिएको भन्नु आनी गुम्बा यहाँबाट प्याक आनी गुम्बा पनि देख्छ होइन हजुर हजुर आनी छैन त्यो गुम्बा हो हजुर त्यो गुम्बा हो अब जाउँ जाउँ है हेर्नुहोस् त बाटोहरू यस्तो यस्तो रहेछ ठ्याक्कै लौँडा बान्दै थिएँ आमामा होइन वाउ आज यस्तो देख्यो बाटोमा यो चाहिँ हामीले एकदम राम्रो सङ्केत मान्छु एकदम खुसी लाग्यो सेतो परेवा होइन यो सबैलाई राम्रो यता चाहिँ दुईवटा नारायण हुन्छ शेष नारायण नरसिंह नारायण दुईवटा हुन्छ होइन हजुर हजुर अब भन्नु अब तपाईँको भाषा चाहिँ याङ्गेश्वर लुङ आउँछ भन्छ यता चाहिँ हजुर माथिको चाहिँ उयो बजियोमा भएको हुन्छ हालै है अनि यसबाट चाहिँ यो अब साउन भदौमा चाहिँ अब यताबाट चाहिँ दुध चुइन्छ भन्छ दुध चुइनु भनेको पानी चुइन्छ कि अहिले हजुर हजुर पहिला त भित्र चाहिँ अनि चाहिँ गुरु रिम्पोचेको शिवको छापहरू हुन्छ यो मन्दिर चाहिँ लिचिकालीन मन्दिर हो हजुर हजुर महादेव राजाले स्थापना गरेको कुन कुन मूर्ति हो भन्छ हाम्रो भागले चाहिँ अनि हाम्रो हिन्दू भाषामा चाहिँ अब भित्र चाहिँ दुईवटा नारायण हुनुहुन्छ हजुर होइन अनि तपाईँहरूले चाहिँ नारायण भगवान्लाई चाहिँ तपाईँहरूको टिबिटियन भाषामा हजुर याङ्गेश्वर लुङराम भन्नुहुन्छ कि याङ्गेश्वर भनेको फर्किङ भयो लुङराम भनेको शेष नारायण याङ्गेश्वर लुङराम नरसिंह त ऊ हो के भन्छ विष्णुको अवतार होइन ए यहाँ एउटा शङ्का पुग्ने छ पनि टाइप गरेर हावालाई कृष्ण गरिदिनुहोस् यो कस्तो अच्छा धेरै लङ
त्यो के भन्छ मुख हुन्छ नि ठ्याक्कै त्यो भित्र सिधा बस न सिधा अलिक भएन खुसी कुरो यहाँ आज हिसेलाले ड्राइभिङ गर्नुहुँदैछ हजुर सिधा न्युट्रल ल्याउने सिधा तल एकै तल